वेलकम ब्याक टु माई च्यानल। आज चाहिँ कति बज्यो अहिले 6:48 मा उठ्दैछु। जाडो भएर मैले लुगा पनि लगाइरहेको छु। अब म ब्रस गर्न जाँदैछु। फाइनली साथीहरू म ब्रस गरेर आइसकेँ। अब म टावलले मजाले फेसलाई सफा गर्छु। त्यसपछि म ब्यागलाई लिएर ब्यागबाट म मोइस्चराइजर लिन्छु। यो चाहिँ मेरो जोनसनको मोइस्चराइजर हो। जाडो महिनामा म यही जोनसनको मोइस्चराइजर लगाउने गर्छु ताकि ड्राइनेस कम होस्। मोइस्चराइजर फेसमा मजाले एप्लाई गर्छु र हल्का मसाज पनि दिन्छु। साथमा म लिप बाम पनि लगाउने छु। हजुरहरूलाई देखाउँछु है त। यो हो मेरो स्ट्रबेरी को लिप बाम हो। यो जहीँ पनि हजुरहरूले पाउन सक्नुहुनेछ। बाहिर मार्केट जहीँ पनि पाउन सक्नुहुन्छ, कस्मेटिक मार्केटमा गएर। मोइस्चराइजर र लिप बाम त लगाउनै पर्यो नि साथीहरू जाडो मौसममा। अब चाहिँ म दुधको चिया पिउनको लागि दुध लिन म फ्रिजतर्फ जान्छु र यहाँ के छ भन्ने कुरा हजुरहरूले देखेर नै चिन्नुभयो होला। यो के लेखेको डब्बामा चाहिँ के छ भनेर सोच्नु भएको होला हजुरहरूले। यहाँ चाहिँ मैले लाइफमा पहिलोचोटि चिकन पिकल्स मैले युट्युबबाट हेरेर बनाएकी छु। एकदमै मिठो स्वादिलो भएको छ। फ्रिजमा त्यस्तो केही छैन साथीहरू, त्यस्तो राख्नुपर्ने जरुरत पनि भएको छैन। चिया बनाउनुको लागि म 1 कप दुधमा म 2 कप पानी मिसाउँछु मेरो नानी र मेरो लागि। र ग्यासमा टेकाएर म मरिच पनि लगाउँछु। यो मरिच चाहिँ हामीलाई जाडो महिनामा, जाडोको बेलामा हामीलाई हाम्रो घाँटीको लागि काम गर्छ र साथमा चियामा हालेर खाँदा छुट्टै किसिमको स्वादिलो हुन्छ। चियामा एक किसिमको फ्लेभर आउँछ। यो जाडो मौसममा हजुरहरूले चियामा मरिच हालेर पिउने गर्नुभयो भने हाम्रो घाँटीको लागि एकदम फाइदाजनक हुने गर्छ। त्यसैमा मेरो चिया रेडी भइसक्छ र म ग्यास अफ गरिदिन्छु र कप ल्याउँछु। दिउरेले नै कपमा सारौँ भन्दाखेरि पनि दिउरेबाट चिया पोखिने हुनाले चाहिँ म डाडुले कपमा चिया सार्छु। र चिया पिउनुभन्दा अगाडि म जहिले पनि जुनै टाइममा पनि चिया पिए पनि, जुनै टाइमको बेलामा चिया पिए पनि म चिया पिउनुभन्दा अगाडि म जहिले पनि म पानी पिउने गर्छु पहिला। चिया
पिउनुको लागि म एकछिन झ्यालको छेउमा बाहिरको दृश्य हेर्दै चिया पिउँछु। बिहान बिहानको नेचर हेर्न एकदम आनन्द सकुन फिल दिन्छ मलाई चाहिँ। चराचुरुङ्गीको आवाजहरू सुन्दा एकदम पोजिटिभ भाइब्स आउँछ। हजुरहरूलाई आउँछ कि आउँदैन कमेन्ट गरिदिनु होला। मलाई चाहिँ एकदम सकुन आनन्द पोजिटिभ भाइब्स आउने हुनाले चाहिँ म बिहान बिहानको मर्निङ टाइममा चाहिँ म चिया पिउँदाखेरि म जहिले पनि म यसरी नै झ्यालको छेउमा बसेर बाहिरको दृश्य हेर्दै चिया पिउने गर्छु। गुड मर्निङ छोरी। उठिसिल ब्रस गर्नु जानु। क्रिस्टल छिटो गर न बाबा, तिमी त ढिलो पो उठ्यौ त आज। दादा हुनुहुन्छ, जाऊ न, दादाले कति पनि भन्नु। कति ढिलो उठ्नु भएको? फेरि गरिदियो। अनि यो मोइस्चराइजर लगाइहाल्नु तिम्रो यहाँनिर चाहिँ। छिटो। गुड गर्ल। छिटो। अनि म उयो गर्छु, क्रिम लगाउनुहोस् त। अनि त्यसपछि म तिमीलाई खाजा बनाइदिन्छु। चिया र ब्रेड खानु ल। अनि त्यसपछि मम्मीको घुम्नु जान्छु। मेरो नानीको डेली केयर रुटिन हो यो। मुख धोएपछि उसको बेबी मोइस्चराइजर लाउने। जाडोको बेला हो साथीहरू, के गर्नु, अनुहार कोक्रक्क हुन्छ लाएन भने। अनि मजाले ब्लेन्ड गर, आरामले यसो गर्दै। गुड हो त्यो स्टेप। ओके हातमा नलाऊ। फिनिस्ड। आज चाहिँ मेरो नानी ढिलो उठेको हुनाले चाहिँ म नानीलाई चिया र ब्रेड तयार गरिदिन्छु खाजाको तौरमा। त्यतिकै म चिया बसाउँछु। अनि चिया बसाएर तताएर एकछिन म नानीसँग भिडियो बनाउँछु। ब्रेड ल्याएन। चिया रेडी भइसकेपछि नानीलाई चिया र ब्रेड र नानीलाई यता खाजा दिँदै गर्दाखेरि अर्कोपट्टि ओछ्यान भाताङ भुतुङ बेड बिग्रेको छरपष्ट भएको हुनाले म नानीलाई खाजा दिएर चाहिँ म बेड मिलाउन जान्छु।
फाइनली मैले बेड मिलाइसकेँ। बेड मिलाइसकेपछि म नानीको स्कुल जाने टाइम भइसकेको हुनाले म चाहिँ खाना रेडी गर्छु र जहिले पनि म चाहिँ खाना घानेर पकाउने गर्छु। पछाडि घानेको भन्दा पनि मलाई अगाडि घानेर पकाएको असाध्यै मनपर्छ र साथमा मेरो नानीले पनि दाल असाध्यै मन पराउँछ। अरू दालभन्दा पनि मुसुरीको दाल चाहिँ साह्रै नै मन पराउँछ यसरी पकाएर दिँदा। दाललाई घानेर रेडी गरिसकेपछि म आलु तयारी गर्छु। आलु भुट्नुको लागि आलु काटकुट गरेर यसलाई मजाले धोइधाइ पखालेर सफा गरी पखालेर यसलाई म रेडी गर्छु र दाल पाकिसकेपछि म कराई टेकाउँछु। त्यतिकैमा मेरो नानी यता रेडी बोल्दै गर्छ र म यता आलु भुट्न थाल्छु। ब्लग भन्दैछु कि ब्लग भन्दैछु ब्लग हौ साथीहरू, ब्लग होइन नि फेरि। उस्ता उस्तै श्रुतिसन भिन्नाक त शब्द पो भएछ त ब्लग र ब्लगमा त। यतिकैमा आलु पाकिसकेपछि म नानीलाई थालमा पस्किदिन्छु र नानीलाई खाना खान बोलाउँछु। नानी उसको ट्याब्लेटमा कार्टुन हेर्दै ऊ खाना खान थाल्छ र साथमा म उतापट्टि चाहिँ म उसको टिफिन रेडी गरिदिन्छु। नानीले खाना खाँदै गर्दाखेरि म चाहिँ नानीको मुनि जुत्ता पालिस गरिदिन्छु। सबै काम भइसकेपछि मैले अब नानीको कपाल बाटिदिनु पर्ने हुन्छ। म नानीलाई बेडमा बसाएर टाउकोमा ओइल लगाएर म नानीलाई मजाले 2 चुल्की बाटिदिन्छु। नानीलाई रेडी पारिसकेपछि म पनि
जाडो जाडो मौसम भएको हुनाले म पनि विन्ड सिटर लगाएर म पनि रेडी हुन्छु नानी पुर्याउनुको लागि। त्यतिकैमा मैले नानीको ब्यागको चेन बिग्रेको हुनाले म हतार अर्को ब्यागको चेन निकालेर म नानीलाई त्यो जोइन गर्दिनँ। यो ब्याग केही दिनको लागि मात्र हो। मेरो छोरीलाई म अर्को ब्याग किनिदिनेछु। If you ever see this guy on the street, run away as fast as possible. This man is a magician, and he can do tricks that will leave you screaming all your life. Just look as he folds up the scarf and carefully places it on the table. Next, he adds the final details by grabbing the salt shaker and spreading it everywhere. Now the trick is ready. And what happens next left everyone in shock. But wait, which would you save from the bus? Press subscribe to save the button. Comment the heart to save the spot. Or do everything and press the like button. And at the end, यहाँ त म पढाउँछु ल यो यतिकै होस् ल हेर see this guy on the street. यो यस्तै होस् ल This girl is taking photos of him. भरे के गर्नु यो भइहाल्यो भने यहाँ सामान नराख्नु के यस्तो भित्र लुकाउनु ल यस्तो यो पनि छुट्टी गरेर भरे यसो लुकाएर राख्नु ल भरे चेन बनाएर राख्नुपर्छ ल ल के गर्नु त यस्तै भयो त This guy was invited to the wedding of his ex, who cheated on him and left him for her husband. So he prepared the worst gift possible to humiliate her in front of everyone. He pretended to wrap a beautiful present, and here's what happened when she opened it in front of everyone. This guy was invited to the wedding of his ex. This guy from Austria went viral on TikTok. नानीलाई रेडी गरेर आफू पनि रेडी भएर नानीलाई स्कुलको बस पोइन्टसम्म म पुर्याउन जान्छु। र हामी नानीको स्कुलको बस पोइन्टसम्म पनि पुग्छौँ र हाम्रो नानीहरू चाहिँ सबैजना नानीहरू चाहिँ लाइन बाई लाइन उभिन्छन्, बसलाई पर्खिन्छन्। त्यतिकैमा बस पनि आइपुग्छ र नानीहरूलाई चढाउँछन्। चढाएपछि नानीहरूलाई पठाएपछि हामी आमा खालीहरू पनि आफ्नो घरतिर लाग्छौँ। कस्तो साथीहरू आजलाई यति नै। आगामी दिनहरूमा म अर्को भिडियो लिएर फेरि प्रस्तुत हुनेछु। आजलाई यति नै। हस्त बाई बाई सेवारो।